जिल्लाबाट विद्यार्थीहरूको भविष्य के छ कस्तो छ विद्यार्थीहरूको भविष्यका लागि हामी यहाँ आएका हौँ र हाम्रो भविष्यको लागि पनि यहाँ आएका फरक खालको यो स्लोगन सुन्यौँ हजुर फरक खालको स्लोगन सुन्यौँ मुद्दाबाट जिन्दाबाद मात्रै हजुर फरक खालको स्लोगन हामी चाहिँ भर्खरै यो युवाहरू जोस जाँगर नयाँ जोस जाँगरका साथ हामीले शिक्षणका साथ चाहिँ हामी जोस जाँगरका साथ चाहिँ लागिरहेका छौँ र फरक ढङ्गले हामीले चाहिँ केही गरौँ कि भनेर चाहिँ हामीले यो गीत बनाएका हौँ विदेश जानु चाहिँ त्यो खालको परिस्थिति नआओस् भनेर यहीँ आफ्नै देशमा केही गरौँ भन्ने साथ अहिले यो चाहिँ नारासहित स्लोगनसहित नयाँ त्यो पनि है जोस जाँगर लिएर सडकमा आउनु भएको छ हजुर एकदम एकदम विरोधको रचनात्मक तरिका हो निकै रचनात्मक लाग्यो तर सरकारले सुन्नु खै अहिलेसम्म सरकारले सुनेको छैन अब शिक्षाको निरन्तर लामो समयसम्म आन्दोलन गर्ने सम्पूर्ण शिक्षक महासङ्घहरूले लामो समयसम्म आन्दोलन गरेर सरकारलाई एकदम गम्भीर खालको चुनौती दिने खालको परिवेश हामी सम्पूर्ण नेपालमा रहेका अब त सम्पूर्ण विभिन्न किसिमका शिक्षकहरूले चुनौती गर्न सकेका छौँ र सम्पूर्ण हाम्रो 77 जिल्लाबाट चाहिँ सम्पूर्ण शिक्षक मित्रहरू आज हामी यहाँ काठमाडौँमा सडक आन्दोलन गर्नलाई सहभागी भइसकेको छ हामी गत वर्ष पनि सडकमा सुत्नुभयो तपाईँहरू काठमाडौँको सडक हजुर गत वर्ष पनि सुत्नु भयो नि गत वर्ष सरकारले चाहिँ आँखा चिनिदियो हामी सुतेर सरकार सुत्यो अब सरकारले आँखा खोल्नै पर्छ अब आँखा खोलेन भनेर हामी सुतेको अब धेरै किसिमका विभिन्न किसिमका चाहिँ नकारात्मक प्रभावहरू पर्छ त्यसै कारणले अब आउने नयाँ शिक्षक विद्यालयमा गएर पढाउन नगराउन सक्ने परिस्थिति आउँछ भनेपछि अब सरकार घेरेको घेरे शिक्षकहरूले काठमाडौँ घेरेको घेरे एकदम यो छुटे चाहिँ हामी यो पुरानो ऐनलाई टेकेर राज्यले जुन किसिमले शिक्षालाई अपमान गरिरहेछ शिक्षकहरूलाई अपमान गरिरहेछ नि त्यो किसिमको हुनु भएन देशको प्रधानमन्त्री एक ठाउँमा जान्छ एक किसिमको भाषण गरेर सुनिन्छ हामी एक अर्को ठाउँमा जान्छ अर्को किसिमको भाषण गरेर जहाँ माहौल छ त्यो माहौल तताउने अनि शिक्षकहरूलाई एक किसिमले अपभ्रंश बनाइदिने अब सडकले तपाईँहरूले तताउन थाल्नु भएछ अनि उहाँहरूले त स्टेज तताउनु भयो उहाँहरूले हो यो किसिमको व्यवहार हुनु भएन एउटा देश चलाउने व्यक्तिले सम्पूर्ण कुन किसिमका नागरिक छन् ती नागरिक समेट्ने खालको व्यवहार गर्नु पर्यो अनि त्यसपछि शिक्षामा के त्रुटिहरू छन् अनि माथि आएर राज्य भन्छ ए शिक्षामा यो भयो उ भयो भन्छ अनि त्यो अनुगमन गर्ने निकायले कहिले हेर्दै छन् भन्नु छ होइन नि अनि कक्षा कोठामा परीक्षा चल्छ परीक्षाको बेला हुरहुरीमा के आउनुहुन्छ अनुगमन गर्न आएको रे के अनि अघि पछि शिक्षकले के गरिरहेछ विद्यालयमा कस्तो अवस्था चलिरहेछ विद्यार्थी कतिको सहभागिता छ अभिभावकले कतिको सहभागिता गरेको छ कहिल्यै पनि अनुगमन गरेको हुँदैन अनि मात्र के हुन्छ अन्तिम अवस्थामा आएपछि मास्टरले पढाएन त्याग लाग्छ कि मास्टरलाई किन पढाएन के कारणले पढाएन खोजिँदै अहिलेसम्म निजी विद्यालयको भन्दा तपाईँहरूको चाहिँ शिक्षा पछाडि रिजल्ट पछाडि आयो नतिजा पनि तपाईँहरू धेरै पछाडि हुनुहुन्छ त्यसमा पनि हो अब यो के छ भन्नुहुन्छ भने सरकारी स्तर र यो निजी स्तरको रिजल्ट हेर्नको लागि पहिलो कुरा लगानी हेर्नु पर्छ प्यारेन्ट्सले लगानी गरेको हुन्छ निजीमा सुन्नुहोस् है म पनि 5 वर्ष निजी पढाएको व्यक्ति हो म यहाँ बिएस निकेतन पनि पढाएँ मैले 1 वर्ष शङ्कर नेसनल स्कुल बिएस निकेतनको ब्रान्च पनि पढाएँ मैले 3 वर्ष काठमाडौँ पढाएर तपाईँ गोर्खा जानुभयो काठमाडौँ पढाएर अहिले म स्थायी शिक्षक भएर गोर्खा छु गोर्खा छु मेरो 15 वर्ष दौरान हो मैले यो निजी र सरकारी बीचको भिन्नता व्यापक पाएको छु कसरी भन्दा सरकारले लगानी गरेको ठाउँमा अनुगमन कसैको हुँदैन न त अभिभावकले गरेको हुन्छ न त अभिभावकले गरेको हुन्छ त्यहाँ मात्रै बच्चा पठाएको हुन्छ बच्चा विद्यालयमा आउँछ कस्तो अवस्थामा आउँछ थाहा छ हजुरलाई त्यहाँ बच्चा एउटा कपडा च्यातेको अनि त्यसपछि पानीको बोतल नबोकेको झोला च्यातेको बोकेर आउँछ हेर्नुहोस् है नाजुक अवस्था छ अनि हामीले उसलाई कसरी पेल्ने एउटा कपी पेन किन ल्याइनौ भन्यो भने मम्मीले भोलि किन्नु भएको छ उसले रुन्छ बच्चा त्यहाँ कक्षा कोठामा गएर हेर्ने हो भने अनि राज्य भन्छ कि शिक्षा राम्रो आएन नतिजा राम्रो आएन भने फेरि सरकारी विद्यालय आफै सरकारमा छन् अनि लगानी गरेको ठाउँमा त तपाईँको प्यारेन्ट्स जान्छ प्यारेन्ट्सले के गर्छ भन्नुहुन्छ भने खबरदार मेरो छोरो कस्तो पढिरहेछ लगानी यति गरेको छु मैले तपाईँले हेरिदिनु पर्दैन तपाईँको दायित्व होइन हेर्नुहोस् है निजी स्तरमा सरकारी स्कुलमा गयो भनेदेखि न एक दिन प्यारेन्ट्स आएर सर मेरो छोरोले कस्तो पढिरहेछ भनिदिनुहोस् न भन्दै हामी छाती खुलाएर ओहो तपाईँको बाबुले यस्तो गरिरहेछ तपाईँले यो गर्नुहोस् भने कति हाँसी भन्छु हामी तर हामीलाई कहिले पनि अब्जेक्सन आउँदैन हामीले बरु उल्टो फोन गरेर तपाईँको बाबु स्कुल आएको छैन नि आज किन नआएको होला भनेर हामीले सोधेका हुन्छौँ कि
बरु हामीले हेर्नुहोस् भने यस्तो किसिमको यो विभिन्न समस्याहरू अब यही समस्याहरू समाधानको लागि तपाईँहरू सडकमा आउनु भएको छ। एकदम यो समस्या साथै शिक्षाका भएका यी कोटागत प्रणाली पनि एकदम विभेद भयो क्या, समस्या भयो क्या। हेर्नुहोस् त इङ्ग्लिस म्याथ साइन्सको कोटा क्रिएट गरियो भन्छ राज्य है, अनि त्यस पछाडि अब शिक्षकहरू नाम निकाल्दै अस्थायीबाट स्थायीमा जानुहुन्छ। अनि त्यो सङ्घीय अनुदान के अनुदान विभिन्न नामका शिक्षकहरू राखिदिएर अहिले विद्यालयमा शिक्षक पाउनै गाह्रो छ। देख्नु भएको तपाईँहरूले फेसबुकको पोस्टतिर हेर्नु 6 पटक प्रकाशित गरिएको भनेको छ। 15 वर्ष सरकारी स्कुलमा पढाउँदै गरेको शिक्षकले कोरियन भाषा पढिरहेको हुन्छ। एकदम कोरियन भाषा पढ्छ। किन भन्दा राज्यबाट शिक्षकलाई के छैन भन्दाखेरि